यो नयाँ कल अपरेट भएको सिस्टमलाई पुरानो जस्तो कसरी बनाउने? अगस्त 9, 2025 मा गुगलले एन्ड्रोइड फोनमा एउटा ठूलो अपडेट गरेको थियो जता यो फोन एपको पुरै सिस्टम नै चेन्ज गर्दैछ। पहिला इनकमिङ कल आउँदा भर्टिकल फर्ममा आउँथ्यो भने अहिले अपडेट पछि होरिजेन्टल फर्ममा आइरहेको छ। यो डायल प्याड ठूलो बनाइदिएछ अनि डिजाइनमा एकदमै चेन्ज गरेको छ। यो अपडेट गरेको मेन मोटिभ चाहिँ हो अपरेट भन्दा पहिला जब कलहरु आउँथ्यो भर्टिकल फर्ममा अनि जब हामीले आफ्नो पकेटबाट फोन निकाल्थ्यो आफै फोन उठ्ने अनि काट्ने हुन्थ्यो। तर अपरेट पछि जब होरिजेन्टल फर्ममा आयो हामीले आफ्नो फोन पकेटबाट निकाल्दा आफै पिक हुँदैन अनि कट पनि हुँदैन। तर यो अपरेटले गर्दा कति मान्छेलाई प्रब्लम भइरहेको छ, त्यही भएर तिनीहरूलाई ओल्ड सिस्टम नै चाहिन्छ। अब यो अपरेट भएकोलाई पुरानो जस्तो बनाउनु, यो फोन भन्ने एपलाई लङ प्रेस गर्नु, त्यसको पछि 3 डट को अप्सन आउँछ यता, त्यसमा क्लिक गर्नु अनि यस्तो इन्टरफेस खुल्छ। अब सबैभन्दा पहिला यता 3 डट मा गएर अनइन्स्टल अपरेटमा क्लिक गर्दिनु, त्यसको पछि स्टप फोर्सिङ पनि गर्दिनु अनि यता स्टोरेजमा गएर क्लियर डाटा गर्दिनु, त्यसको पछि पुरानै जस्तै एप खुल्छ।